त्यसै भन्दिनुहोस् तपाईँ राजाको लागि रगत दिन ज्यान दिन तयार हुन्छ नि त? दुर्गा दाईको एजेन्डा छ, उहाँसँग एजेन्डा छ, मुद्दा छ, दीर्घकालीन रणनीतिक एजेन्डा हो, भू राजनीतिसँग जोडिया छ, सेनासँग जोडिया छ। सेनाले छोडियो साथ यो अवस्था भयो, सेना सुध्रिन्छ। किन भन्दा यहाँ शान्ति सुव्यवस्था कायम गर्न सकेन। नेपालीको चाहना कस्तो छ? 15 सेकेन्ड त कुर्न सक्दैन टिकटकमा, हिपहप बेबी नेपप बेबी 15 सेकेन्ड त आउट गरिदिन्छ। अब यसले 15 दिनमा डेलिभरी दिएन भने के हुन्छ? ठुलो आशले भोट हालेको छ, यिनीहरूले त ठुलो आशले हालेको छ भोट चाहिँ। हेर्नुहोस्, त्यो भावनाले यो भोट हाल्ने बौलाउनुभन्दा अगाडि, यो भोट हाल्ने बौलाउनुभन्दा अगाडि डेलिभरी दिनुपर्ने छ यिनीहरूले। त दिएन भनेदेखि त यो नैराश्यतामा गएको जो मान्छे लाइन लाग्यो नि, त्यो निराश भएपछि त्यो भाडियो भने आपसमा मारकाट सुरु गर्छन्। आपसमा मारकाट सुरु गरेपछि समाज भाडिएपछि देश भाडिन्छ, देश विघटन हुन्छ। यसले शान्ति सुरक्षा कायम गर्न सकेपछि यो सेना पनि विघटन हुन्छ। यसको अभिगत के हुन्छ? यो नरहेपछि देश पनि रहँदैन। त्यो भावनाले यो र भूराजनीतिक चपेटा पनि मैले अमेरिकन कसरी आउँछ हजुर? अब इरानबाट धोपी धुलाई खाएर मुसो भएर आयो भने पनि एकछिन तैँले हरकत गर्छ, एकछिन तैँले गर्छ यहाँ होइन। जस्तो जेबी भोगाइल भन्नुभयो नि, अब यिनीहरूको दौडधुप छ नि त, एकछिन त केही प्रभाव पार्ला। तर मल्टिपोलर वर्ल्डमा गयो, त्यो तय भइसक्यो। पूर्वीय दर्शन र सभ्यताको चिनीहरूले अब नेतृत्व गर्छै गर्छ। अब त्यहाँ वेस्टर्नरमा अब पश्चिम एसियासँगै जोडिएको पश्चिममा रसिया भयो, रसियनहरूको ध्रुव एउटा त जबरजस्तै भयो र अमेरिकनको भयो। अब अमेरिकनले कसरी आफूलाई अब पुनर्जीवित गर्छ हेर्नु चाहिँ, आफू त बहुत सङ्कटमा छ हेर्नुहोस्, यसको साथमा कोही छैन र आफूलाई कसरी पुनर्जीवित गर्छ अमेरिकाले। सारा चाहिँ तपाईँको पृथ्वी नै खाल्डो बनाइदिन्छु, म नरहे पृथ्वी के काम भने इरानले पनि भनेपछि तपाईँले के बुझ्नु पऱ्यो भन्दाखेरि एटमिक उसले चाहिँ प्रक्षेपण गरिसक्यो। उसँग युरेनियम चाहिँ 80% चाहिँ उत्सर्जन भएर शुद्ध भइसक्यो। राम्रो, यो विषयमा हामी कुरा गर्ने नै छौँ पक्कै पनि। तर मलाई अहिले ठ्याक्क भनिदिनुहोस्, हामी समाजको लगभग अन्तिममा पनि छौँ, ठ्याक्कै भनिदिनुहोस्, भोलिको दिनमा राजा फर्किए भने दुर्गा प्रसादले फर्काउन सक्दैन सक्दैन हो कि होइन? ठ्याक्कै भनिदिनुहोस्, राजा दुर्गा प्रसादले फर्काउन सक्दैन सक्दैन, के लाग्छ तपाईँलाई? मैले भने दाइलाई भेटेरै भन्दी बक्स्यो, म पनि भेट्ने, तपाईँहरूसँग गएर भेट्ने, छलफल गर्ने, एजेन्डा नछोडेपछि यो राष्ट्र, राष्ट्रियता, धर्म, सभ्यता, परम्परा, इतिहास नेपाली जनता बचाउनु पऱ्यो नि त। नास्यौँ नि त हामी त, वास्तविक नेपाली नास्यौँ नि त। यो बचाउने एजेन्डा त राजा महाराज सरकार पृथ्वीनारायण शाहको वरिष्ठ सदस्यले दियो बाल्या हो नि त। युवराज धिराज सरकार पनि हुनुहुन्छ त्यहाँ, भारत सरकार भनेपछि एजेन्डा त दुर्गा प्रसाद राईसँगै छ नि त, अरू कोसँग छ त? छ त कोही राजावादी? यी अमुक कोही राजावादी हुने गुप्तचरहरू, यही बालेन्द्रले नै राजा ल्याउँछ त, थपक्क राष्ट्रपतिको ठाउँमा राजालाई राखिदियो भन्ने पनि छ राजावादी। 2 कौडीका गुप्तचरहरू, र्याली के धारणा, आरासन, हिमासन के गर्छन्। हामी पनि जोडियौँ, कयौँ ठाउँमा हामी पनि जोडियौँ, राजीनामा पनि स्वीकृत भएको छैन, त्यो नाम नलिउँ यहाँ हो। यस कारणले यो हामी बुझेपछि त प्रश्न भनिदिनु पऱ्यो नि त, बुझेपछि त भनिदिनु पऱ्यो। यो गुमराहमा राख्नुहुन्न, कसैसँग जोडिएर राजा आउनुहुन्न। भूराजनीतिसँग जोडिया छ जटिल। चिनिया महासङ्घलाई लाग्यो यो त परम मित्र हो, पुरानो मित्र हो, युद्ध त भएको छ नि, धेरै भएको छन्। हाम्रो बेत्रावती सन्धि छ, अहिले थापाथली सन्धि छ, अहिले जिएसआई पनि छ। जस्तो तपाईँले के बुझिदिनु पऱ्यो अन्तिममा जाँदै होइन, अब हामी धेरै बेर रह्यौँ। जस्तो उसले त ग्लोबल सेक्युरिटी पनि गर्यो, बिआरआई पनि गर्यो, वान बेल्ट वान रोड इनिसिएटिभ। यो त नारायण हेटीले गरेका थिएन नि। नारायण हेटी राजदरबारले कुनै पनि देशसँग सुरक्षा सम्झौता गरेका थिएन, बुझ्नुभयो? त्यो भनेको असंलग्न परराष्ट्र नीति थियो। हामीले त अमेरिकाको एमसिसी पनि स्वीकार्यौँ, अरू बाँकी पनि छलफलका कुराहरू किन बढी ल्याउने? अहिले बढीभन्दा बढी एमसिसी, एसपिपी के भन्ने छलफल ल्याएको छ नि। मैले हेरेँ रियालिटीमा, डिपमा गएर हेर्दा सबै गुप्तचर रहेछन्। त्यो आएर त मलाई नै आउने भयो नि त। मलाई डर छ भनेपछि मखा नै आइपुग्यो नि त। तपाईँ पनि के हो, जसले बढी एमसिसीसँगै जोडिएको आइपिएससम्म जाने एसपीको कुरा बहस चलाएको छ नि मिडियादेखि लिएर, ती पनि गुप्तचर हुन्, 2 कौडीको 3कै खान्छ भन्ने आयो कि। अब म त डरले बहस चलाएँ, म पनि त्यही कोटीमा परेँ कि अहिले। त्यो त भएको छैन नि, शेरबहादुर दाइले प्रष्ट लेखिदिनु भएको छ नि 11 बौद्ध बुधामा, हामी नजाने त्यो क्याबिनेटले। यो क्याबिनेट अब विभिन्न सङ्गठनमा तपाईँको पनि राजीनामा अझैसम्म स्वीकार भएको छैन, किनकि मलाई डर लाग्यो, भयभीत भएँ, म त खतम पार्यो। अनागमा शहीद हुने रहेछ हजुर यहाँ, त्यो पनि गोब्रे शहीद, सडक जाम शहीद हुने रहेछ भनेर म भागेँ हजुर। त्यसलाई त्यो के निर्वाचन थियो यहाँनिरको संविधान सभा निर्वाचनमा पनि कहीँ न कहीँ मनोनित भएर केही कुराहरू उठेछ त्यो बेला हामी केही न केही जानु भएको छ, नाम नलिउँ। अहिले पनि नाम लिनु भएको म नाम लिन चाहन्न, पार्टीको पनि नाम लिन चाहन्न, व्यक्तिको नाम लिन चाहन्न, तर मैले पढिरहेको छु त्यस्तो बहस हुनु हुँदैन।
उहाँहरूको सम्मान गरेर राख्नुपर्छ, अर्धनारीलाई सम्मान गर्नुपर्छ, मलाई ब्याड लक लाग्यो भने उहाँको दर्शन गर्नुपर्छ, मैले ढोग्नुपर्छ, उहाँलाई हामीले अत्यन्तै पुजेर नारीलाई पुज्ने देश हो यो। भद्रकाली दक्षिणकालीमा 9वटा रूप हेर्नुहोस् न दसैँमा, आमाहरूको पूजा गर्ने। त्यस्तै गरी त्यो अर्धनारी पनि मेरो भगवान हो, त्यसलाई खुल्ला रूपमा मेरो छोरो हिजडा भयो, मेरो छोरी त्यस्तो बोल्नु पनि हुँदैन होला, अन्याय हुन्छ, माफ पाऊ, यसलाई काट्दिनु होला, हुन्छ पक्कै पनि त्यस्तो गर्नुहुन्न। यसलाई गोप्य राख्नुहोस्, यसलाई अदृश्य राख्नुहोस्। यो दुर्गा दाईले भन्थ्यो त्यसले सरापेको देश हो भन्थ्यो, ऋषि धमलाले भन्थ्यो कसलाई भन्न खोज्नु भयो, फेरि दुर्गा दाईले भन्थ्यो सरापेकै हो भन्थ्यो। सराप लाग्छ, गद्दार नेपालीहरू ख्याल गर, गोप्य राख, एलजिबिटी आइक्यू नल्याए, खारेज गर, सम्मान गर अर्धनारीको, र उहाँहरूलाई पुजौँ। त्यो चाहिँ हाम्रो अदृश्य राखौँ। हरेक घरमा सौभाग्य दुर्भाग्य प्राप्त भयो नि आफ्नो सन्तान, त्यसलाई सम्मानपूर्वक राखौँ। यसमा सन्तोष पन्त दाई पनि जोडिनु भएको छ। केही अगाडि घटनाहरू घटेका छन्, त्यो भानु समाज हामी मिलिकनै बिगारेको हो, हामीरै कारणले देश बर्बाद भएको हो। हामी सुध्रियौँ, हाम्रो जीवनशैली, कार्यशैली, धार्मिक शैली, धर्म संहिता, आचरण समग्रमा सुधार ल्याउनुपर्छ। यो महाराज सरकारको भनाइ हो। यसकारणले मैले अहिले के भनिरहेको थिएँ भने राज संस्था अहिलेको यो जुन मुभमेन्ट छ, यो 2/3 राज संस्थाको साइनो सपनै छैन। यी नेतृत्व गर्ने मान्छेसँग यो नेपालको परम्परागत राज संस्था शक्तिसँग कुनै साइनो सपनै छैन। यिनीहरूले ल्याउँछ भनेर यो एजेन्डा कब्जा गर्ने भ्रम पार्ने काम गर्नु। बरु राजाको कहाँ जोडियो, के विङ्समा जोडियो, त्यो अर्को म्याटर हो। हिजो हामीले राणा हटाउन त त्रिभुवन इन्डियामै गएर छलफल गर्नु पऱ्यो नि, दुर्भाग्य होइन र? शीतकालीन युद्धमा, शीतकालीन समयमा त फेरि माओसी तुमले जुन हाम्रो अगाडि बढ्यो, फेरि त्यो जुन उहाँहरूले बम त हाने महेन्द्रलाई, तर चिनिया जनमुक्ति सेनाका कमान्डर, सैन्य, तपाईँको त्यहाँको सैन्य मन्त्री, रक्षा मन्त्री आएर त उहाँले 18 सालमा धम्क्याउनु भयो नि त यिनीहरूलाई, अमेरिकन र इन्डियनलाई। के खोज्या हो? लिसाओची हुनुहुन्छ होला सायद, राष्ट्रपति लिसाओची हुनुहुन्छ त्यो बेला। लिसाओचीले धम्क्याउनु भएको छ त्यहाँ पठाएर, है तिमीहरू के हो, 30,000 इन्डियनहरू मारिदिएको छ सन् 1962 मा। भनेपछि त्यो लेभलको टक्रावमा गयो नेपाल। फेरि यो हामीले चिन्ता लिने विषय पनि होइन। हामीले धेरै चिन्ता किन लिने? हाम्रो चिन्ता भनेको मेरो सनातन धर्म सभ्यता बच्ने कि नबच्ने। मेरो एक छोरी एक छोरा हुनुहुन्छ, मेरो छोरी त सज्जन हुनुहुन्छ, भगवान हुनुहुन्छ। मेरो छोरीले लाउने वस्त्र अहिले कुनै पनि समाजले लाउँदैन छोरी। तर मैले भन्न खोजेको म कैयौँ छोरीचेली देख्छु, तिनीहरूसँग म बजारमा हिँड्न सक्दिनँ नि त। उहाँहरूको गाछी बराबर पनि फर्क्यौँ न रामचन्द्रजी, ल ठ्याक्कै भनिदिनुहोस्, तपाईँले त राजाको निकटको पात्र पनि हो, तपाईँ बाबुराम भट्टराईको हुन्, ठ्याक्कै भनिदिनुहोस् न त। राजासँग पनि हिजो निकट, हिजोको जेएनजी आन्दोलनपछि पनि सरकारमा ऊ निकट थिए, र हिजो मात्र पनि ऊ भारत पुगेर मोदीले गरेको समिटमा उनी भेलामा पुगेको थिए। ठ्याक्कै भनिदिनुहोस् न, रामचन्द्रजीले आज बाबुराम भट्टराईको विषयमा भनिदिनुपर्छ। राजसंस्थामा कतिको प्रभाव बाबुराम भट्टराईले गरेको थियो, आजको सरकारमा कतिको प्रभाव बाबुराम भट्टराईको छ, त्यो पनि म स्पष्ट पारिदिनुहोस्। र भोलिको दिनमा राजा फर्काउनमा कतिको प्रभाव हुन्छ? धन्यवाद छ हजुरलाई। बाबुराम भट्टराई गोर्खा, गुरु गोरखनाथको साधना केन्द्र, गुरु गोरखनाथ अवतरण भएको केन्द्र। पृथ्वीनारायण शाहको जुन नेपाल एकीकरणको जग, द्रव्य शाहको जग, राम शाहको जग, गुरु गोरखनाथको जग प्रतिपादन भएको ठाउँबाट अमुक पादरी पास्टरहरूले सुनियोजित ढङ्गले डिजाइन गरेरै गोर्खाबाट बच्चाबाटै उठाएर दरबारमा यो चाहिँ हाम्रो बाहुनको छोरो साह्रै गरिब रहेछ, दुःख पाएछ, यसलाई दरबारमा राखिदिनु पर्यो भनेर नारायण हिटी दरबारमा पूजा गर्ने पुजारी बाल्यकालमा कट्टु लाएर नानी मैया दाहालसँग मैले भेटेर कुराकानी गरेर त एउटा भिडियो पनि राखेको छु, मैले राखिदिएको छु बाहिर टिकटक मार्फत। पहिला टिकटकमा नानीले हालेको थियो, त्यो झिकेर मैले फेसबुकमा राखिदिएको छु, हेर्नु होला। र बाबुराम भट्टराई चाहिँ भनेको त्यो साधना पूर्वीय दर्शन र सभ्यता पृथ्वीनारायण शाह र गुरु गोरखनाथको जग उत्पत्ति भाटामा जुइस्टहरू, यहुदीहरू, पास्टरहरूका केही अमुक आइमेहरूले चाहिँ नारायण हिटीभित्र छिराएर नारायण हिटीमा चाहिँ पुजारी जस्तो बनाएर त्यसैलाई नारायण हिटीलाई पढाउन लगाएर नारायण हिटीबाटै भोट पास गराउन लगाएर नारायण हिटीकै विरुद्धमा इन्डियामा पालेर भारतमा चाहिँ तपाईँको चाहिँ वीरेन्द्र सरकारले शान्ति प्रस्ताव गर्यो भनेर भारत वीरेन्द्र सरकार जाँदा कालो झन्डा देखाएर नेपाली जनता मारेर नारायण हिटी हत्याकाण्ड चाहिँ आर्मी र अमेरिकनहरू इन्डियन मार्फत गराएर इन्डियामै बसेर चाहिँ एउटा कान्तिपुरमा फ्याक्स गराएर यो नयाँ कोद पर्वलाई मान्यता दिनु हुँदैन भनेर एउटा आर्टिकल, रेडिमेड आर्टिकल चाहिँ तपाईँको इन्डियन मार्फत चाहिँ उसले फ्याँकेर यो देशको धर्म सभ्यता परम्परा समाप्त पार्न खटिएको विशुद्ध यहुदी जियोनिस्टहरूको चाहिँ एउटा गुप्तचर हो, नाजायज
एउटा तत्त्व हो। यो देशवासीहरूले गद्दारी गर्यो, त्यस्तो मान्छेहरूलाई पात्र बनायो, प्रधानमन्त्री बनायो। अब त ऊ लागिरहेछ कि मेरो बाउले मलाई चाहिँ नास्तिक भन्थे, म नास्तिक हुँ, म नास्तिक हुँ, हिन्दू धर्म खोला हाल्नुपर्छ भन्ने हुँ, गाई काटेर खाना पाउनुपर्छ भन्नेकै हुँ म पनि। यो कारणले मेरो बाउले नै पहिला क्रिया नगर भने मैले क्रिया गरिनँ पनि भन्यो। भनेपछि अब यसको बारेमा बहस छलफल गरिरहनु परेन। तत्कालीन समयमा मानवाधिकार सङ्घ भन्ने बन्यो नेपालमा। मानवाधिकार ल्यायो, कसले ल्याएको थाहा? ऋषिकेश शाहले ल्यायो। ऋषिकेश शाह नारायण हेटी दरबारमा जोडिएको मान्छे, नेपाली जनतालाई भनिदिउँ, त्यस मार्फत मानवाधिकार भन्ने मार्फत अनि यसलाई इन्डियामा त्यो चाहिँ तपाईँको यो जवाहरलाल नेहरू जेएनयू भन्ने स्कुलमा भैँसीको सिङ पढाएर जेएनयूमा जवाहरलाल नेहरू युनिभर्सिटीमा पढाएर भैँसी हुन्छ नि, यो मुर्रा भैँसी ल्यायो नि प्रचण्डले अर्ना। अनि गुजरातमा हुँदैन गुजराते भैँसीको सिङ टाउको बारेमा पढेको यसले, यसको पिएचडी त्यहाँ हो। भैँसीको टाउको सिङमा पढाएको छ। त्यो भावनाले गुप्तचर हो, 2 कौडीको गुप्तचर हो, राष्ट्रविरुद्ध घात छ। सम्भवतः यो 2 कौडीको यो व्यवस्था छ, यो सेलेक्टेड परिस्थिति छ। यसले चाहिँ भोलि राष्ट्रपति बनायो भने पनि अन्यथा नमान्नु होला। तर यो यसको उत्पत्तिबाट यो देशको अवस्था यो हो। यसलाई यो पतन भइसकेको, सिद्धिसकेको, यसलाई चाहिँ नि तपाईँको 35 वर्षदेखि यिनले गरेको अपराधको कारणले बच्चाहरू जेनजीहरू आएर त्यसलाई त हामीले क्रान्ति नै भनेका छौँ नि, त्यसमार्फत यसलाई खाल्डो खनेर गाडिसकेको। हामी यसरी यो जस्तो अदृश्य शक्ति केन्द्र त आयो भन्नुहुन्छ नि, बाह्य मुभमेन्ट त भयो भन्छौँ नि हामी। बारबार फाउन्डेसन, हामी नेपाल के एडम्स भन्छौँ नि, सुदनजीलाई पानी बाँड्न आएको एकाएक कसरी उहाँ अब रक्षा मन्त्री हुनुपर्छ भन्छौँ नि। यो त डजन्ट म्याटर, सामान्य कुरा हो। सबै गुप्तचर, गैर जिम्मेवार, गद्दार नारा हेडीका विरुद्धमा लागेका काङ्ग्रेस, एमाले, माओवादी, राजालाई दुःख दिने राजावादी, यी गुप्तचर हुन्। एक छाक खानालाई, नान बर्गर परोठा खानालाई देशी विदेशीहरूसँग सम्झौता गरेर आएका अरे। त्यसको हकमा त यो भए त कता कता एनजिओ आइएनजिओ कहाँ गाउँमा दुःख, कता चाहिँ अब प्रकृति प्रकोप भयो, भूकम्प गयो, के गयो, यो गरिबी त हामीलाई यो ठाउँमा त यिनी काङ्ग्रेस एमाले पुर्याउन्, त्यो ठाउँमा सहयोग गरेर यत्रो मेजोरिटी त बनाएर छ नि त। 77 जिल्लामा एक्सनले एकैचोटि फाइट गर्न सक्ने मुभमेन्ट त बनाएर छ नि त। त्यो भावनाले यो एनजिओ आइएनजिओ आयो, यो आए पनि नभनौँ हामीले। अब यो धेरै यसको बारेमा पनि चर्चा गर्नु जरुरी लागेन। किन भन्दा यो काङ्ग्रेस एमाले सुध्रेन। काङ्ग्रेस एमाले माओवादी त सिद्धिन तयार भयो, सिद्धियो, तर सुध्रिएन। किनकि देशको एकीकरणको रथ, एकीकरणको पथ महाराज ज्ञानेन्द्र सरकारले हामी मिलौँ, नेपाली मिलौँ, हामी जुटौँ, हामी नफुटौँ, हामीले डिभाइड गरे, हाम्रो अस्तित्व बचाउँ, चन्द्र सूर्य बचाउने हो भने, हामी नेपाली भएर बाँच्ने हो भने, हामी बाहिर गए पनि नेपालसँग सम्बन्ध कहिल्यै टुट्ने होइन, नागरिकता त्यागे पनि टुट्ने होइन। त्यस कारणले हामी अगाडि बढौँ भन्दा त बढेन, नबढेबाट त यो स्थिति आइसक्यो। अब यसले चाहिँ अब यो काङ्ग्रेस एमाले माओवादी जुन छ, बलि सुध्रिएर आत्मआलोचना गरेर छलफलमा आयो भने एजेन्डा नबन्ने कुरा होइन। एजेन्डा बन्छ। एजेन्डा भनेको वैदिक प्राचीन सनातन हिमाली हिन्दू अधिराज्य हो। यो प्राचीनतम हाम्रो वैदिक सनातन बोक्छ, पूर्वीय दर्शनको प्रतिनिधित्व गर्छ। यसमा राजा छन्, राजा हुन्छ, त्यसको चाहिँ तपाईँको राज परिषद बन्छ, त्यसमा श्रीपेच हुन्छ, 5 श्रीपेच हुन्छ, 5वटा नट कसिन्छ, त्यसको 5वटा नटको पनि छलफल होला। हाम्रो सबै वर्ण 36 वर्ण छ हामी। वर्ण भनेको राई, लिम्बू, गुरुङ, मगर, यो सबै वर्ण हो नि त हाम्रो। यो क्षेत्री ब्राह्मण सबै चिज ब्राह्मण, यो सबैको वर्ण त्यो त गरेकोहरू आएर बहस गरे त फेरि पनि नबन्ने केही छैन। आफ्नो चिज बन्यो, त्यो नबन्ने हो भने त यो त अगाडि गइसकेको छ। हेर्नुहोस्, यो त अगाडि गयो। अब मैले अब यो अहिलेसम्म राम्रोको लागि भनेको, यो राम्रो होस्, यो गर्दा राम्रो हुन्छ। हाम्रो परम्परा, धर्म, सभ्यता बचाएर यो संहितालाई खारेज गरेर, यो चाहिँ उहाँहरूले प्रदेशलाई पनि तपाईँको चाहिँ नि अब भनेकै छ स्वर्णिम बाग्लेजीले, खारेज गरेर अब यहाँको संसदको सङ्ख्यालाई पनि मिलाएर भ्रष्टाचार त्यो कुकर्म गर्नेहरूको सम्पत्ति जफत गरेर, सम्पत्ति हरण गरेर, तिनलाई चाहिँ जो कानुनी दायरामा ल्याएर, जसले नीतिगत भ्रष्टाचार कसरी गरिरहेको छ दण्डनीय हुनु पर्यो, कारबाहीको दायरामा आउनु पर्यो। त्यो गरेर अगाडि बढे त राम्रो भयो, राम्रो हुन्छ भनेको हामीले। तर दुर्भाग्य त्यो भएन भने पनि उहाँहरूले बढाउने भनेको त आपसमा द्वन्द्वबाट मात्रै हो। आपसको द्वन्द्व बढाउनु त तपाईँलाई अब यो कार्की आयोगै पनि काफी छ। कार्की आयोग कस्तो अवस्थामा छ भने तत्कालीन समयमा 19, 20, 21, 22सम्म के गरे, काङ्ग्रेसका मान्छे कहाँ थिए, राष्ट्रपाका मान्छे कहाँ थिए। काङ्ग्रेसले त विज्ञप्ति निकालेन होला, राष्ट्रपाको त विज्ञप्ति पनि बाहिर आएछ।
पार्टीकै लेटर हेडमा कुनै पनि हामीलाई चिनिने जानिने चाहिँ नराख्नुहोस् झन्डा सन्डा फन्डा तर त्यो जानु तर फेरि त्यहाँ देशभक्तहरूले आन्दोलन कब्जा गर्ला राष्ट्रवादी कित्तामा चाहिँ आन्दोलन जाला भनेर एउटा अमुक चाहिँ तपाईँको महानगरमा काम गरिरहेको मान्छे त्यसले चाहिँ फेरि यो जेनजी 28 भन्दा मुनितिर गयो दुर्गे त चाहिँ जाला है भनेर कोड गरेर पनि लेखेको छ यो देश जलाउँछु सिंहदरबार जलाउँछु तेरो अदालत जलाउँछु भनेर लेख्न लगायो लेख्यो त्यो लेख्नेले त्यो पनि लेखेको छ दुर्गे भनेर कोडै गरेर कोही जालास 28 भन्दा माथिको म पनि आउँदिनँ भनेको छ यो भनेबाट हजुरले के बुझ्नुपर्छ भनेपछि त्यो नियोजित थियो 23पटै 24 आएको तर 23मा चाहिँ त्यो बच्चाहरूको नीतिगत भ्रष्टाचार गर्ने कसुर जागिर नपाएको व्यथिति भएको देश निकालामा परेको यो पीडाबाट चाहिँ यो पीडा दिनेलाई कारबाही हुनु पर्यो उनीहरूको आन्दोलन त्यो हो नि त अनि त्यो कारबाही गर्नु पर्यो भनेर आन्दोलनमा आएको मान्छेहरूलाई त्यो छलफलमै नल्याउने यी भुराहरू हुन् के मतलब भनेर सोसियल मिडिया बन्द गर्ने केपी ओलीलाई कसले सिकायो कसको आदेशमा सोसियल मिडिया बन्द गर्यो कसको आदेशमा ती बच्चाहरूको आन्दोलनसँग छलफल गरेन र एकाएक त्यो हजारौँ हजार टिओबी लेखेका चाहिँ आतङ्ककारी मेरो देश मलाई फिर्ता लिए भन्ने टिओबी ती वर्णशङ्कर बाउ कताको थाहा छैन आमा कताको थाहा छैन लावारिस जन्मिया छ नागरिकता विधेयक ल्याएको छ लावारिस तपाईँ वा म दुई वा दुईभन्दा बढीले सिफारिस गरे वंशज हुने कहाँ चाहिँ छोरीचेलीलाई दुबई ओमान खाडीमा बेच्या छ त्यहाँ चाहिँ दुनियाँ फिरङ्गीलाई बलात्कार गराएको छ त्यसको बच्चा बेबी लिएर आएको छ अनि त्यो बच्चा बेबीलाई वंशजको नागरिकता दिएको छ त्यस्ता गैर जिम्मेवारलाई फेरि काठमाडौँ महानगर मार्फत चाहिँ हजारौँ हजार चाहिँ नागरिकता दिएको छ भन्ने प्रमाणीकरण पुष्टि भएको छ त्यो पुष्टिबाट त्यस्ता चाहिँ बाइकमा ल्याएर चाहिँ सारा काठमाडौँका चाहिँ संसद भवन सारा डाङडाङ र डुङडुङ बच्चालाई घेरेर भाग्न नदिएर बच्चाकै ग्याङमा गोली हानेर यो घटना घटाइएको छ र कब्जा गरिएको छ भनेपछि त यो त तपाईँले प्रश्न हुनु पऱ्यो नि देश कसले कब्जा गर्यो देश कसले जलायो के भयो 23-24 के भएको र त्यहाँ जस्तो भक्तपुरका हाम्रो नारायणमान बिजुक्से दाई भक्तपुरको नारायणमान बिजुक्से दाईले त प्रश्न भनिदिइसक्नु भएको त यो सेनाले भारत र अमेरिका मिलेर गरे हो उहाँले मसँग भिडियो छ हजुर राखिदिनु होला यो भारत र अमेरिकाले संयुक्त रूपमा गरे हो संयुक्त प्रयास तत्त्वावधानमा यो देश जलाइदियो यो दुईटा नमिलिकन हुँदैन केपी ओलीले अडान लिए राष्ट्रपतिले पनि तपाईँको म यो व्यवस्थामा राजीनामा दिन्न भनेर केपी ओलीतिरै सड्कायो अनि केपी ओलीलाई सेनाले धम्क्यायो मोबाइल खोस्यो जबरजस्ती गर्यो हेलिकप्टर पनि दिएन उनी निजी हेलिकप्टरमा भागे अन्तिममा उसलाई चाहिँ हामी केही तैँले राजीनामा नगरेसम्म तेरो देश जलाइरहन्छौँ भन्यो भनेर प्रष्ट सेनालाई कोड गर्नुभएको छ नेपाली सेनालाई भारतीय सेनालाई अमेरिकन सेनालाई भक्तपुरका नारायणमान बिजुक्से तत्कालीन 7 दल 8 दलका हस्ताक्षरकर्ता राष्ट्र संस्थालाई निलम्बन गर्दा तत्कालीन 7 दलीय 8 दलीय हस्ताक्षरकर्ता जीवित छन् अहिले उहाँले चाहिँ नि प्रष्ट नेपाली सेनाले केपी ओलीलाई धम्क्याएर देश जलायो भन्नुभएको छ र जवाब पनि त्यो आएको छ एउटा व्यक्तिले दमकल किन आएन यो चाहिँ काठमाडौँ महानगरको दमकल के गर्यो भन्दाखेरि त्यो पाँडे राजु पाँडेजी अहिले जितेर आउनु भएको छ त्यो जवाफ मलाई होइन सेनाले दिएको छ सेनालाई हेर्नु भनेको छ सेनाको विज्ञप्ति हेर्नु भनेको छ उसले त्यो भनेको तपाईँले के बुझ्नु पर्यो भन्दा त्यो राजु पाँडे माननीय अहिले जितेर आएको राजु पाँडेजी माननीय जितेर आएको मैले पटक पटक दोहोऱ्याएर भन्छु नेपाली सेनालाई सोध्नु नेपाली सेनाको विज्ञप्ति हेर्नु हाम्रो दमकल आएको थियो कि थिएन भनेर सेनातिरै कोड गर्नाले भक्तपुरका नारायणमान बिजुसेले नेपाली सेनाले नै चाहिँ केपी ओलीलाई धम्क्याएर देश जलाएको भन्नाले यो सिधा प्रश्न सेनासँग जोडिन्छ सेनामा सुधार आयो आम सेनाले राष्ट्रवादी धारणा लियो त्यहाँ भित्रका देशभक्त राष्ट्रवादी कालु पाण्डे झागल गुरुङ वंशु गुरुङ अभिमान्यु सिंह बस्नेत भीमसेन थापा वीर बलभद्र कुँवर त्यहाँ चाहिँ नि अब पृथ्वीनारायण शाह बहादुर शाहको लिगेसी बोकेको देशभक्तले नेतृत्व गर्यो भने त कुरा त बाहिर आइहाल्छ त्यो कुरा मिलिहाल्छ त्यो कुरा सेना हो अब त्यो नभए त अब महादेवलाई थाहा छ पशुपतिनाथलाई थाहा छ गुरु गोरखनाथलाई थाहा छ बौद्धनाथलाई थाहा छ स्वयम्भूनाथलाई थाहा छ सायद इरानमा त होला इरानियनहरू जलेका होला है मैले भने नि तर धोबी धुलाई खाएकै छ जी जयनिस्टहरूले जो जेफ्री एप्स्टाइनको फाइल हेर्नुभयो कलियुग यसलाई भन्छ प्रष्ट कलियुग हाम्रो दस्तावेज 10,000 वर्ष अगाडि लेखेको छ त्यहाँनिर हेर्नुहोस् मान्छेले मान्छेको मासु खान्छ 3 वर्षीय बालिकालाई नेपालमै बलात्कार भयो 78 वर्षीय आमालाई नेपालमै बलात्कार भयो एनजिओ आइएनजिओ यस्तो छ हेर्नुहोस् यहाँ 70-80 हजार एनजिओ आइएनजिओ एक छाक खानु छैन द्वन्द्व कलह गराइदिया छ नाना थरी त्यो तपाईँको विषभाङ धतुरो रक्सी जाँड खुवाइदिया छ पार्टी भनेर सोल्टी म्यारियटमा बोलाएको छ अनि बेलुका गएर स्वामी छोरछोरी काट्न लगाएको छ अनि त्यही चिज बजारमा लिएर रामचन्द्रजी हामी समाजको लगलो अन्तिममा पनि छौँ अब ठ्याक्कै भनिदिनुहोस् राज संस्थाले विकास देशको निकास दिन सक्छ कि सक्दैन
र अर्कोतर्फ हामी हेर्ने हो भने राजाले चाहिँ हामीले सुनेअनुसार राजाले चाहिँ दुर्गा प्रसाईलाई अहिले नबोल्नु भनेर भनिरहेका छन् अरे हाम्रो गोप्य स्रोतको अनुसार हामीले सुनेअनुसार। अब तपाईँ त राजाको पनि एकदम निकटको मान्छे, के लाग्छ तपाईँलाई? मैले हजुरलाई धन्यवाद छ, पहिले पनि भनेको थिएँ अब विङ्स छ, अब दुर्गा दाईले बोल्नुपर्ने कारण पनि छैन। अब हाम्रो पहिलो कुरा त एजेन्डा, हजुरले राज संस्थाले देशको काया पलट, देशमा के योगदान दिन सक्छ भन्ने प्रश्नबाट आयो। क्लियर राखिदिनु होला, नेपाली जनतालाई भ्रममा राख्नुहुन्न। यो चाहिँ जनतालाई सारा संसार कसैको लागि अहिलेसम्म चाहिँ गराइराखिया छ, कसैलाई सिर्जना गर्न मेयर बनाइया छ, कसैलाई प्रधानमन्त्री बनाउनु, यत्रो गाई जात्रा गराइया छ। यहाँ चाहिँ तपाईँका साराका सारा अपराधी, विश्वभरिका अपराधी चाहिँ इन्भेस्टरहरू ल्याएर चाहिँ निर्वाचन गराइया छ होइन। त्यो भावनाले यो चिज भ्रम नहोस्। यही स्ट्रक्चर संरचनामा अहिलेकै संहिता, धर्मनिरपेक्षता, गणतन्त्रको संरचनामा केही अमुक खाजावादीले भने जस्तो, ती राजा त राजा नै राजावादी हुनुहुन्न। स्वयं म पृथ्वीपथको अन्यायी हो, म राजावादी होइन, म राजावादी होइन। अब नेपालमा वैदिक सनातन प्राचीन हिमाली हिन्दू अधिराज्यमा ल्याप्सेस भयो, निलम्बनमा पर्यो। अब त्यो राजतन्त्र जुन हामीले अभ्यास गऱ्यौँ कुनै बेला, त्यो अब हुँदैन नेपालमा। अब नेपालमा पृथ्वी नारायण शाहले के योगदानले पृथ्वीको, सारा पृथ्वीको चाहिँ हामीले चाहिँ नेतृत्व गर्नुपर्छ। 13 सन्तानले डाँडा काँडा ढाकुन्, 14 अञ्चल 77 जिल्ला भयो, के भयो 75 जिल्ला, त्यो होइन रहेछ, पृथ्वी नै ढाके। अन्टार्क्टिकाको आइसमा पनि नेपाली होला यदि त्यहाँ जीव छ भने। भनेपछि पृथ्वी पथ भनेको पृथ्वीको नेतृत्व गर्ने हो। यो पृथ्वीभरि छरिएका नेपालीहरूलाई, त्यो चाहिँ महादेवको सिर्जना पार्वतीको सन्तानलाई, त्यसलाई हामीले एजेन्डा दिएर जब पृथ्वी पथ जागृत गर्छौँ, हाम्रो कल्पना गर्नुहोस् के हुन्छ होला पासपोर्टको स्तर, पासपोर्टको स्तर कति माथि पुग्छ। र हामी त प्राचीनतमदेखि विश्व विजेता हामी, मैले भने तेस्रो विश्वयुद्धको तयारीमा छौँ। सम्भवतः तेस्रो विश्वयुद्ध खाडीबाट डोनाल्ड ट्रम्प कसरी भाग्ने प्रयास गरिरहनु भएको छ, कता भाग्ने, जापान, चाइना समेत। चाइनालाई जब चाइनाले इरानलाई सहयोग गरिरहेछ, आर्थिक ड्रोनदेखि लिएर सबै चाइनासँगै जलडमहरूमा जहाज लिएर जाउँ न भन्ने स्थिति बनायो भनेपछि त्यो कसरी भाग्ने त्यहाँ प्रयास गर्दैछ, भागेबाट पनि यहाँ आउन खोज्दैछ भनेपछि त्यसले यही स्ट्रक्चर, यही संरचनामा राष्ट्र संस्थाको एजेन्डा कब्जा गरेर त देश बर्बादी हुन्छ। ठ्याक्कै दुर्गा प्रसादको कुरा, देश बर्बादी हुन्छ, सुनिस्यो, देश बर्बादी हुन्छ। राजा त्यो कुरा अन्तिममा आउनुहुन्न। अहिलेको जस्तो टपक्कै बालेन्द्रलाई प्रधानमन्त्री, राजालाई चाहिँ राष्ट्रपति ठाउँमा राखिदियो भने देश बन्छ भन्छ नि, केही खाजावादी हो। यो गुप्तचर हुन्, अमुक केन्द्रसँग जोडिएका गुप्तचर हुन्, त्यो एजेन्डा कब्जा गर्न चाहन्छन्, एजेन्डा फेलियर गराउन चाहन्छन्। अहिलेको स्ट्रक्चरमा त राज संस्था आएर त झन् देश बर्बाद हुन्छ। 42 लाख क्रिस्चियन, राई, लिम्बू, गुरुङ, मगर, क्या के यो त हलेल्लाई हलाल्लाई हटिजा छेत्री बाहुन 22-24 हजार पास्टर, अपराधी, जैसी यी छेत्री बाहुनहरू। म पनि छेत्री बाहुन, म काफ्लेको नाति, खड्काको छोरा। कल्पना गर्नुहोस् कसरी आफैमाथि गाली बजाउनु पर्यो। यी गुप्तचर 18-20 हजार पास्टर। यस कारणले पहिला जल, एकीकरणको जल, पृथ्वीपथ, सर्वधर्म संरक्षण, हिन्दुत्वभित्र सबै धर्मको संरक्षण हुने र राजासँग फरेन पोलिसी, परराष्ट्र नीति, विदेश नीति कस्तो हुने, हाम्रो यहाँको आधुनिक विकासको कृषि नीति कस्तो हुने, सैनिक रणनीति कस्तो हुने, त्यो चाहिँ सचिवालय भन्छ, राज परिषद। त्यो परिषदमा विद्वानहरू बस्छ। राजाले गर्ने होइन, राजाले के गर्ने, त्यो बन्नुपर्छ कि संरचना, त्यो बनाउने हो। त्यो संरचना देशैभरिको तपाईँहरू जस्तो युवा जेन्जी सबै विद्वान विद्वत वर्गहरू छलफल गर्ने, बहस गर्ने, राउन्ड टेबलमा। जीवित रह्यो भने मोहन वैद्य समेत भनेको छु मैले अहिलेसम्म, यदि बाँचेछ भने त्यसको राउन्ड टेबल बाँकी छ क्या। त्यो सीमापार आतङ्कवाद, काला अङ्ग्रेज, भारतमै जेल बसेको बिचरा, खुब चाहिँ तपाईँको के समाजवादमा जानु भन्छ। र राज संस्थासँग चाहिँ उसले पनि सुधार भएर आयो भने राष्ट्रियताको सवालमा छलफल हुन्छ भने भएर कुरा लिएको मैले। राष्ट्रियताको सवालमा छलफल हुन्छ भनेको छ कि उसले, त एजेन्डा बस्यो नि त राउन्ड टेबलमा। त्यसरी राज संस्थाको राज परिषद बनेर त्यो परिषदले राजा कहाँ लान्छ र राजालाई चाहिँ जायज लाग्छ, सो विवेक पुरा गर्दा त्यो बहुमतले भनेको कुरो सदर हुन्छ, अनि चाहिँ यो देश काया पलट हुन्छ। नत्र भने 12 बुझे सम्झौता गर्ने दिल्लीमा, कसैको लागि काम गर्ने, उसका नागरिकता विधेयक मार्फत 40 लाख 50 लाख नागरिक भर्ने, तिब्बती, युपी, रोहिङ्ग्या, बिहारी, कतिकै के भन्छ आमन्त्रित अङ्गीकृत यी चाहिँ नागरिकताहरू भर्ने, त्यो आयातित मान्छेहरू भरेर त भएन नि, नेपाली बचाउनु पऱ्यो नि। त्यसको लागि स्ट्रक्चरल संरचनै चेन्ज गर्नुपर्छ हामीले। र यो संरचनामा दिल्ली 12 बुधे स्टुडेन्टमा राजा आयो भने आउँदै आउनुहुन्न त, अनि
3 करोडको 3 करोड जनता घोप्टो परे, चाइनाका 150, इन्डियाका 150 करोड यहीँ घोप्टो परेर राजालाई सलामी गरे पनि यो संरचनामा आउनु ल प्रश्न राखिदिनुहोस्। किनकि राज संस्था बुझ्नु पऱ्यो नि पहिला राजदरबार के हो र राजाको घेरा के हो। र आउँछ जति बेला आउँछ सेना सुध्रिनु पऱ्यो, सेना पृथ्वीनारायण शाहको जलमा आउनु पऱ्यो, हामीले गल्ती गरेको सरकार हामीले छोडिदिउँ यो गति भयो भन्नु पऱ्यो र सेनापति सेना चाहिँ सरकारसँग समन्वय हुनु पऱ्यो। त्यसपछि पृथ्वीपथको अगाडि बढेपछि आफ्नो एजेन्डामा आफ्नो पृथ्वीनारायण शाहको दिव्य उपदेशमा आफ्नो हराभरा एउटै कुरा छ जमिन, हामीसँग प्राकृतिक हराभरा भएको जमिन छ, जमिनमा जडीबुटी छ, जडीबुटीमा जङ्गल छ, जङ्गलसँगै हाम्रो चाहिँ तपाईँको जल छ के कञ्चन कल 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 खाने हिमालको पानी, कस्तो पानी गोसाइकुण्डको पानी हेर्नुहोस् त अहिले $100 पर्छ। लुकाइ बेच्छ यिनीहरूले, कहाँ कहाँ हाल्के गरेर बेच्छ यिनीहरूले, डाइरेक्ट लान्छ पानी त्यो गोसाइकुण्डको पानी यो चाहिँ तस्करी गरेर लान्छ यिनीहरूले। अनि यो जल जमिन जडीबुटी अनि जुन चाहिँ छ हाम्रो जङ्गल र यो जनताहरू हाम्रो जनता सबै फिर्ता ल्याएर तपाईँले नेपाल हराभरा बनाइसकेपछि त्यो राष्ट्र संस्थाको एजेन्डामा अगाडि बढ्न सक्यो। यो चाहिँ त्यो अवस्थामा मात्रै राष्ट्र संस्था आएर यो देशको कायापलट हुन्छ। अन्यथा यो 12 बुँदे स्टेटमेन्ट कसैको लागि काम गर्ने स्ट्रक्चरमा ल्याएर सही गरे भरमा केही पनि हुँदैन। राजा आउँदै आउनुहुन्न। अर्को दुर्गा प्रसादको कुरा गर्नुभयो, दुर्गा दाईको कुरा चाहिँ त्यही हो, क्लियरमा शान्तपूर्वक बस्ने, लिस्ट गर्ने, सबभन्दा सुरक्षित रहने दाइले। किनकि उइसमा नजोडिकन जीवन रक्षा गर्नु पर्यो। जीवन रक्षा शान्ति सुरक्षाको कुरा हो, जीवधनको रक्षा हो होइन। आफ्नो सिक्युरिटीलाई सचिवालयलाई चुस्त दुरुस्त राख्ने कि दुर्गा दाइलाई हजुरले घरमै गएर सुनाइदिनु हुन्छ। सचिवालय चुस्त दुरुस्त राख्ने, सिक्युरिटीलाई चुस्त दुरुस्त राख्ने, अनि सम्पत्तिको अडिटहरू टोटल गराइरहने, ट्याक्सेसको कुराहरू क्लियर राख्ने र जुन अब यो राष्ट्र विरुद्ध जुन यो 1 नम्बरदेखि 25 नम्बरको त धनाढ्य कोही छैन नि त। बैंक तथा वित्तीय संस्था पुनर्बिमादेखि सबै 1 नम्बरदेखि 25 नम्बरसम्मको नेपालको वंशजको नागरिक धनाढ्य देखाइदिनुहोस्, म हजुरको मिडियामा आजीवन घोटालो तपाईँको। किन भन्दा मैले भनेको उसको बाउ बाजे अरू देशमा जन्मिएको छ, कोही उता चाहिँ के अरे भन्दा युपीको छ, कोही अमेरिकाको छ, कोही तपाईँको चाहिँ भारतीय मुलुकको केन्यातिरको छ, कोही फिजीको छ। त्यो भए आप्रवासी छ, ग्रेटर नेपालभित्र पनि छैन। भनेको नेपालको धनाढ्य बैंक तथा वित्तीय संस्था सहकारी के भन्छ यो पुनर्बिमा बिमा यो सबै चिज विदेशीको हातमा गयो भने हामीले ऊ वास्तविक यहाँको प्रो नेपाली छैन कि होला। नागरिकता किन्दैमा नेपाली भाषा बोल्दैमा नेपालमा जन्मदैमा नेपाली हुँदैन। म ठोकुवा गरिदिन्छु। सिंह दरबार जल्दा, अदालत जल्दा, न्यायालय जल्दा पीडा हुनु पर्यो। हामीले 3 दिन भात खाएन भनेको यहाँ नागरिकता लिँदैमा, यहाँ जन्मदैमा नेपाली भाषा बोल्दैमा नेपाली हुँदैन, त्यो नेपाली होइन। देश जलायो यिनीहरूले। त्यो भएर नेपाली बन्नु पर्यो, पहिला नेपाली त हुनु पर्यो। नेपाली बन, नेपाली भन, सम्हाल नेपाल, यो कुरा हो नि त महाराष्ट्र सरकारको। त्यो भएपछि दुर्गा दाईको एजेन्डा छ, उहाँसँग एजेन्डा छ, मुद्दा छ, दीर्घकालीन रणनीतिक एजेन्डा हो, भू राजनीतिसँग जोडिया छ, सेनासँग जोडिया छ। सेनाले छोडियो साथ, यो अवस्था भयो, सेना सुध्रिन्छ। किन भन्दा यहाँ शान्ति सुव्यवस्था कायम गर्न सकेन। नेपालीको चाहना कस्तो छ, 15 सेकेन्ड त कुर्न सक्दैन टिकटकमा, हिपहप बेबी नेपप बेबी 15 सेकेन्ड त आउट गरिदिन्छ। अब यसले 15 दिनमा डेलिभरी दिएन भने के हुन्छ? ठुलो आशले भोट हालेको छ, यिनीहरूले त ठुलो आशले हालेको छ भोट चाहिँ। हेर्नुहोस्, त्यो भावनाले यो भोट हाल्ने बौलाउनुभन्दा अगाडि, यो भोट हाल्ने बौलाउनुभन्दा अगाडि डेलिभरी दिनुपर्ने छ यिनीहरूले। त दिएन भनेदेखि त यो नैराश्यतामा गएको जो मान्छे लाइन लाग्यो नि, त्यो निराश भएपछि त्यो भाडियो भने आपसमा मारकाट सुरु गर्छन्। आपसमा मारकाट सुरु गरेपछि समाज भाडिएपछि देश भाडिन्छ, देश विघटन हुन्छ। यसले शान्ति सुरक्षा कायम गर्न सकेपछि यो सेना पनि विघटन हुन्छ। यसको अभिगत के हुन्छ? यो नराष्ट्रिय देश पनि रहँदैन। त्यो भावनाले यो र भूराजनीतिक चपेटा पनि मैले अमेरिकन कसरी आउँछ हजुर? अब इरानबाट धोपी धुलाई खाएर मुसो भएर आयो भने पनि एकछिन तैले हरकत गर्छ, एकछिन तैले गर्छ यहाँ के होइन। जस्तो जेबी भोगाइल भन्नुभयो नि, अब यिनीहरूको दौडधुप छ नि त, एकछिन त केही प्रभाव पार्ला। तर मल्टिपोलर वर्ल्डमा गयो, त्यो तय भइसक्यो। पूर्वीय दर्शन र सभ्यताको चिनीहरूले अब नेतृत्व गर्छ। अब त्यहाँ वेस्टर्नरमा अब पश्चिम एसियासँगै जोडिएको पश्चिममा रसिया भयो, रसियनहरूको ध्रुव एउटा त जबरजस्तै भयो र अमेरिकनको भयो। अब अमेरिकनले कसरी आफूलाई अब पुनर्जीवित गर्छ हेर्नुहोस् है। आफू त बहुत सङ्कटमा छ हेर्नुहोस्, यसको साथमा कोही छैन र आफूलाई कसरी पुनर्जीवित गर्छ अमेरिकाले। सारा चाहिँ तपाईँको पृथ्वी नै खाल्डो बनाइदिन्छु, म नरहे पृथ्वी के काम भने इरानले पनि भनेपछि तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि एटमिक उसले चाहिँ प्रक्षेपण गरिसक्यो।
उसँग युरेनियम चाहिँ 80% चाहिँ उत्सर्जन भएर शुद्ध भइसक्यो। राम्रो, यो विषयमा हामी कुरा गर्ने नै छौँ पक्कै पनि। तर मलाई अहिले ठ्याक्क भनिदिनुहोस्, हामी समाजको लगभग अन्तिममा पनि छौँ, ठ्याक्कै भनिदिनुहोस्, भोलिको दिनमा राजा फर्किए भने दुर्गा प्रसादले फर्काउन सक्दैन सक्दैन, हो कि होइन? ठ्याक्कै भनिदिनुहोस्, राजा दुर्गा प्रसादले फर्काउन सक्दैन सक्दैन, के लाग्छ तपाईँलाई? मैले भने दाइलाई भेटेरै भन्दी बक्सियो, म पनि भेट्ने, तपाईँहरूसँग गएर भेट्ने, छलफल गर्ने, एजेन्डा नछोडेपछि यो राष्ट्र, राष्ट्रियता, धर्म, सभ्यता, परम्परा, इतिहास, नेपाली जनता बचाउनु पर्यो नि त। नासियो नि त हामी त, वास्तविक नेपाली नासियो नि त। यो बचाउने एजेन्डा त राजा महाराज सरकार पृथ्वीनारायण शाहको वरिष्ठ सदस्यले दियो बाले हो नि त। युवराज धिराज सरकार पनि हुनुहुन्छ त्यहाँ, भारत सरकार भनेपछि एजेन्डा त दुर्गा प्रसाद राईसँगै छ नि त, अरू कोसँग छ त? छ त कोही राजावादी? यी अमुक कोही राजावादी हुने गुप्तचरहरू, यही बालेन्द्रले नै राजा ल्याउँछ त, थपक्क राष्ट्रपतिको ठाउँमा राजा ल्याएर राख्दै भन्ने पनि छ राजावादी। 2 कौडीका गुप्तचरहरू, र्याली के धारणा, आरासन, हिमासन के गर्छन्। हामी पनि जोड्यौँ, कयौँ ठाउँमा हामी पनि जोड्यौँ, राजीनामा पनि स्वीकृत भएको छैन, त्यो नाम नलिउँ यहाँ हो। यस कारणले यो हामी बुझेपछि त प्रश्न भनिदिनु पऱ्यो नि त, बुझेपछि त भनिदिनु पऱ्यो। यो गुमराहमा राख्नुहुन्न, कसैसँग जोडिएर राजा आउनुहुन्न। भुरायन्तीसँग जोडिया छ जटिल, चिनिया महासङ्घलाई लाग्यो यो त परम मित्र हो, पुरानो मित्र हो, युद्ध त भएको छ नि, धेरै भएको छन्। हाम्रो बेत्रावती सन्धि छ, अहिले थापाथली सन्धि छ, अहिले जिएसआई पनि छ। जस्तो तपाईँले के बुझिदिनु पर्ने अन्तिममा जाँदै होइन, अब हामी धेरै बेर रह्यौँ, जस्तो उसले त ग्लोबल सेक्युरिटी पनि गर्यो, बिआरआई पनि गर्यो, 1 बेल्ट 1 रोड इनिसिएटिभ। यो त नारायण हेटीले गरेका थिएन नि। नारायण हेटी राजदरबारले कुनै पनि देशसँग सुरक्षा सम्झौता गरेका थिएन, बुझ्नुभयो? त्यो भनेको असंलग्न परराष्ट्र नीति थियो। हामीले त अमेरिकाको एमसिसी पनि स्वीकार्यौँ, अरू बाँकी पनि छलफलका कुराहरू किन बढी ल्याउने? अहिले बढीभन्दा बढी एमसिसी एसपिपी के भन्ने छलफल ल्याएको छ नि। मैले हेरेँ रियालिटीमा, डिपमा गहिराइमा गएर हेर्दा सबै गुप्तचर रहेछ। त्यो आरोप त मलाई नै आउने भयो नि त। मलाई डर छ भनेपछि मकानै आइपुग्यो नि त। तपाईँ पनि के हो, जसले बढी एमसिसीसँगै जोडिएको आइपिएससम्म जाने एसपीको कुरा बहस चलाएछ नि मिडियादेखि लिएर, ती पनि गुप्तचर हुन्, 2 कौडीको 3 खान्छ भन्ने आयो कि। अब म त डरले बहस चलाएँ, म पनि त्यही कोटीमा परेँ कि अहिले। त्यो त भएको छैन नि, शेरबहादुर दाइले प्रष्ट लेखिदिनु भएको छ नि 11 वर्ष बुदामा, हामी नजाने त्यो क्याबिनेटले। यो क्याबिनेट अब विभिन्न सङ्गठनमा तपाईँको पनि राजीनामा अझसम्म स्वीकार भएको छैन। छैन, किनकि मलाई डर लाग्यो, भयभीत भएँ, म त खतम पार्यो। अनागमा शहीद हुने रहेछ हजुर यहाँ, त्यो पनि गोब्रे शहीद, सडक जाम शहीद हुने रहेछ भनेर म भागेँ हजुर। अब त्यो हुनाले यो बुझ्दी बक्सेला अहिलेको अवस्थामा जुन एजेन्डा चाहिँ छोड्नु भएन भने, अरूले पनि त्यो कब्जा गरेन भने हजुर, अब मार्छु सिद्ध्याउँछु भनेर कब्जा गऱ्यो भने त हाम्रो के लाग्छ? वीरेन्द्र वंश विनाश भएको देश हो, महाराज धिराज सरकारले कतिसम्म गरिबक्सेला। मैले चिनकै कुरा थिएँ, यो चाहिँ बफर जोनै चाहिन्छ है। चन्द्र सूर्य चाहिँ हाम्रो पनि सुरक्षा घेरा हो है। यो चन्द्र सूर्यले गर्दा नै हामी बाँचेका छौँ। 300 किलोमिटर आइस छ, यसले पनि हाम्रो पहिला पनि त पृथ्वीनारायण शाहले हामीले काली तोप, दुनियाँ तोपहरू त्यो बेला पनि सहयोग भएको छ क्या। तोपहरू चाहिँ जस्तो युरेनियमको उत्सर्जनमा अहिले विश्वमा भयो जति 80% चाइनाले गर्छ नि। अबको 30 वर्ष पनि अमेरिका चाइना ठाउँ पुग्दैन नि। बिचरा चाइना अत्याधुनिक चिप्स छ नि, जुन चिप्स मेटेरियल र युरेनियम त प्रशोधन गर्ने त चाइनामै हो नि त होइन। त्यो मोबाइल सोबाइल घडी चल्ने के चिप्स भन्छ उसलाई, मेटेरियल त्यो होइन, त्यो त चाइना सबायक, त्यो त चाइना सबायक छैन नि। हतियारै त्यही हो नि चाइनिजको अहिले, अमेरिकालाई डल्लो पार्ने। बिचरा डोनाल्ड ट्रम्प मलाई सहयोग नगर्ने जलडम्बरमा एउटा युद्ध पुग्देऊ न, मलाई मार्यो, सबै थार पनि सिद्ध्याइदियो। हामी हामीले त इरानमै सहयोग गरिरहेको थियो, त्यसो भए त्यो देशै आउँदैन भन्छ। डोनाल्ड ट्रम्प बिचरा एउटा राजकीय भ्रमण राखेको थियो कि त्यता चिनतिर, सायद हुन्छ कि हुँदैन, यो बितल लिएला जस्तो छ। भइदियो त राम्रो हो, हामी पृथ्वीको सबै नमिली कसरी शान्ति आउँछ। त्यो आसुरी दैत्यगण हो, महिषासुर हो नि त। महिषासुरले त्यत्रो संसार जित्यो, त्यो महिषासुरलाई नै आफ्नो ठाउँमा राख्नुपर्छ कि हजुर, पातालमा छ। डोनाल्ड ट्रम्पलाई पनि एउटा रेस्पेक्ट दिनुपर्छ कि महिषासुर हुन्। यी महिषासुरमा देशमा जानेहरू सबै नास्तिकहरू हुन्, यिनीहरू गाई खानेहरू नै हुन्, यिनलाई पनि आफ्नो ठाउँमा रेस्पेक्ट दिनुपर्छ। हामी गाई पुज्नुपर्छ, गाईलाई सम्मान गर्नुपर्छ भनेको म तेरो चीन भ्रमण गर्दिनँ भन्छ डोनाल्ड ट्रम्पले आजै। होइन, भ्रमण होस्, तय भएको भ्रमण नगर्नु, महामहिम राष्ट्रपतिज्यू, यस्तो अशान्ति नगर्नु पृथ्वी। म अहिले नजलाउँ के, यो त 32,000 मा अझै 25-26,000 वर्ष छ, कति आयो कहाँ त्यस्तो हुन्छ। सत्य सनातन केही समय ल्याउँछौँ हामी। तपाईँहरूको नि अति भयो, आफै बलात्कार गरेर छोरी चेलीलाई चिरेर खानु भने जेफ्री एप्स्टाइन फाइल आयो नि, मान्छेका मासु खानेहरू, यो अपराधी बलात्कारीहरू। अब यो चरण तपाईँको गुज्रियो, अब हामी फेरि केही समय सत्य ल्याउँछौँ, सत्य सनातन ल्याउँछौँ। फेरि के 1000 वर्ष जान्छ, 100,000 वर्ष, फेरि तपाईँहरूकै पालो आउँछ। तपाईँहरूको हाम्रो तलमाथि हुँदा हाम्रो त जिब्रोमा तपाईँले सानो लुकाउँदा पनि आशीर्गण
यो महिषासुरको सन्तान यो दैत्य दुष्टको सन्तानले त्यो जिब्रोबाट पनि शालिग्राम थुत्न आउँछ र हाम्रो कलङ्कित रूपण धारण हुन्छ र भगवान् कलि आएर सत्यमा जाने हो। उनीहरूको पनि वास्तविक इस्लाम र यहुदी भन्छ नि, अब इस्लाम इसाई र यहुदी, इस्लाम इसाई र यहुदी त्यो एउटै छ, अध्ययन गर्नु होला। त्यो जेरुसलमबाटै छ कि इजरायलको जेरुसलम। यो फिलिस्तिनी वास्तविक आदिवासी हुन्, उनीहरू त्यहाँको धरतीपुत्र हुन्। जो मार्यो नि यहुदीहरूले इजरायलले फिलिस्तिनी, भोकै पिठो दिएन, 3 महिना भोकै सानो बच्चा, अनि पिठो लिन आइज भन्यो, बम हानेर मार्यो हजुर, बम हानेर मार्यो माथिबाट डङ डङ। त्यसको पाप त यो जयनिष्ठ यहुदीहरू भोग्नै पर्छ। सायद मरिसक्यो होला, मर्छ नमर्या भए पनि त्यो नेतान्याहु डोनाल्ड ट्रम्प पनि मारिन्छ, मलाई विश्वास छ। त्यो फिलिस्तिनीको बच्चा श्राप, रगत, पसिना, आँसु, भोको पेट लाग्छ यसलाई। ती फिलिस्तिनी आदिवासी हुन्। इजरायलको जेरुसलम एउटा पर्खाल छ, अध्ययन गर्नु होला। इसाई, इस्लाम र यहुदी। त्यसको वास्तविक अब 30 जना दार्शनिकले, रसियन दार्शनिकले त येशू ख्रीष्ट थिएन भन्यो। येशू ख्रीष्ट थिएन, तर त्यो जनताले को विरुद्धमा विद्रोह गर्यो नि त। जनताको विद्रोहमा विद्रोह गरेपछि त त्यसले चाहिँ जुन किला ठोके भनेको छ नि त हजुर, किला ठोके, त्यहाँपछि उनी जीवित भयो भन्ने कुराहरू, त्यो सत्य र न्यायकै पक्षमा विद्रोह गरेको थियो नि त समाजमा, होइन? उसको केही त साधना छ, त्यो फर्केर आउँछ। त्यो फर्केर आउँछ र त्यसका अनुयायीहरू दफनाएको हुन्छ, हजुर, गाडा हुन्छ नि। वास्तविक जेरुसलमको त्यो जुन भगवान् बनेर गयो विद्रोह गरेर, ऊ फर्केर जिउँदो भएर आयो या आयो थाहा छैन। रुसी दार्शनिकहरूले त यो भ्रम हो, झुटा हो भन्यो। कुनै चाहिँ तपाईँको त्यो नै थिएन भनिदियो, होइन? त्यो उहाँले यदि छ भने उहाँको केही दर्शनमा देख्दाखेरि त्यो पनि आउँछ अरे, अनि आएपछि यी दफनाएकोलाई पनि लान्छ अरे, मुक्ति गराउँछ अरे, होइन? अब हामीलाई पनि थाहा छ हामी स्वर्गलोक जाने हो, हामी त सत्यमा पुग्ने हो। त्यो भावनाले यो बढी उहाँहरूको प्रयास भयो, प्रयास हुन्छ, उहाँहरूले गरे पनि सफल हुँदैन। सत्य सनातन आउँछ, भगवान्ले नै जन्माएको होला दुर्गा दाईलाई, एजेन्डा उहाँसँग छ, बचेको खोजेको एजेन्डा। अनि होइन, उहाँ पनि छ, केशरबहादुर दाईको नाम नै लिनुपर्छ। केशरबहादुर विष्ट राष्ट्रिय शक्ति पार्टी भन्ने पनि छ उहाँको, होइन? तर अलिक डिएक्टिभ लाग्छ, तर अन्तर्राष्ट्रिय भू राजनीतिमा छलफल गरिरहेको छ कि उसले चाहिँ उसको मुभमेन्ट क्लियर छ कि ज्ञानेन्द्र सरकारलाई राजा बनाउने नियम हुन्छ, हाम्रो चाहिँ राज परिषद हुन्छ। भारत सरकारले नै स्वाभाविकै म राजा हुन जन्मिया त होइन, अब म राज परिवारमा जन्मेँ, मलाई यस्तो युवराज बनाएँ, मेरो ब्याक बाइटिङ गरेँ, मलाई बदनाम गरेँ, म खुल्ला स्वभावको थिएँ, म खुल्ला किताब हो, मलाई अध्ययन गर्नु भन्नुहुन्छ। भगवान्ले लेखाएको छ भने त उहाँ राजा बन्नुपर्छ, म त स्वीकार्छु। कार्यकारी त उहाँ हुनुपर्ने। अब यो प्रक्रिया यसरी जान्छ। हेर्नुहोस्, दुर्गा दाईको एजेन्डासँग राज संस्था जोडिया छ र हाम्रो केशरबहादुर विष्ट दाईको राष्ट्रिय शक्ति। त्यो बाहेक त मैले राज संस्थाको मुद्दा कहीँ देख्दिनँ हजुर। यी गुप्तचर कोहीसँग एजेन्डा छैन। प्रष्ट म त राष्ट्रवादी अभियन्ता देशभक्त हो। हाम्रा दाई भाइ काटिएका मारिएका, हामी भोलि पनि भनिहालेँ, यो अपराधीको रगतलाई सिञ्चित गरेर त्यो माथि हाम्रो रगतले पवित्र गराएर देशको चन्द्र सूर्य फहराउने हो विश्वमा। विश्वभरि हाम्रो मान्छे छन्, विश्व हामीले लिड गर्ने हो। हाम्रो त्यहाँ एपिसेन्टर छ, संसारमा माटोबाट हाम्रो मान्छे छन्, हाम्रो सूचना त्यहाँ प्रवाह हुन्छ। यो गुरु गोरखको सन्ततिहरू, सन्तानले डाँडाकाँडा ढाकेका छन्, त्यो हामीले डराउनु पर्दैन। यो सङ्कटमा हामीले बढी पनि चिन्ता र चासो किन लिने? जो जसरी अमेरिकनहरू यहाँ जसरी भए, यो त चिन इन्डिया के उनीहरूलाई पनि म्याटर होला नि त, होइन? उनीहरूलाई पनि होला नि त। अब हामी त यसै नाच्यौँ, हामीलाई यसै काटे, यसै कुटे, हाम्रो बारी यसै बाँधो भयो, हाम्रो घर यसै भत्किए, हाम्रो आमा छोरीहरू चिक्कार छ, हाम्रो गाउँ गाउँमा बुढाबुढी आमाहरूलाई कोही सहारा छैन, पानी दिने कोही छैन, छोराछोरीहरू सबै कोरिया, अफ्रिका, अमेरिका होमलेस, होइन? भरिया मजदुर बनाए। मेरो छोरो अस्ट्रेलिया छ, मेरो छोरो अमेरिका छ, मेरो छोरी छ, म त होमलेस भएर खानै पाएको छैन, गरिब दरिद्र भोको नाङ्गो, अर्काको चाहिँ वस्त्र धोइरहेछ, भाँडा माझिरहेछ। कति दोहोऱ्याउनु मैले? यो कारणले गर्दा चाहिँ हामी सत्य सनातनमा फर्कनै पर्छ, त्यसको विकल्प छैन। एजेन्डा चाहिँ दुर्गा दाईसँग छ, अझै पनि भनिदिनु होला। तर उहाँले एजेन्डा चाहिँ त्यो कुनै जन्म सङ्ग्रहले राजा ल्याउँदैन र जन्म सङ्ग्रहले राजा हटाएको होइन, त्यो चाहिँ परित्याग गर्नुपर्छ। हजुर, त्यो कहीँ जोडिएको जवाहरलाल नेहरू र वल्लभभाइ पटेल, सरदार वल्लभभाइ पटेल लेखेरै राख्नु होला डायरीमा, र जवाहरलाल नेहरूको उतिबाटै सन् 1962तिरकै उनीहरूको एजेन्डा हो, बासी एजेन्डा हो यो। सन् 1955देखि 62 जो युद्ध, 62को युद्ध चाइनिजले चाहिँ इन्डियनहरूलाई काला अङ्ग्रेज नमार्दासम्म यो मुद्दा चलाइरह्यो हजुर। पछि त उनीहरूले बम बारुदै हाने, पछि त उनीहरूले बम बारुद हाने, हामीले सबै बहस गऱ्यौँ नि यहाँ। त्यो भावनाले उनीहरू पनि सुध्रिनुपर्छ, भारतीय महासङ्घ पनि सुध्रिनुपर्छ। हाम्रो चाहिँ पारस्परिक सम्बन्ध छ, ऐतिहासिक दौत्य सम्बन्ध छ, मित्र छिमेकी त फेर्ने कुरो हुन्न नि त। भारत र चिनै हो हाम्रो छिमेकी। हामी चाहिँ एउटा जोन हो, यस्तो हार्ड स्टेट हो हाम्रो। यी दुइटै शक्तिलाई मिलाएर लगेको हार्ड स्टेट हो। कैलाशको मानस सरोवरदेखि गङ्गाको तटसम्म, टिस्टा काँगडा, यो दुइटै बुरान्तीलाई, तिनका मान्छेलाई हामीले मिलाएर लगेको, सन्तुलन गरेर लगेको भूगोल हो यो, र हार्ड स्टेट हो। अहिले बफर जोन जस्तो, उपनिवेश जस्तो, एमसिसीको जस्तो, बिआरआईको जस्तो, के को जस्तो
त्यो होइन। हामी पृथ्वीनारायण शाहको सन्ततिको छत्रछायामा आउने हो। आउँदाखेरि एजेन्डा केशरबहादुर विष्ट दाइको र दुर्गा प्रसादको एजेन्डा मिलोस्। राष्ट्र, राष्ट्रियता, स्वाभिमान, परम्परा, धर्म, इतिहास, नेपाली जनता, स्वाभिमान यो चाहिँ बचाउने हो भनेर लागौँ। यसको विकल्प छैन। तर त्यो जुन यहाँ मिडियामा, सोसियल मिडियामा, जुन प्लेटफर्ममा अब अहिले बालेले राजा ल्यायो, अहिले राष्ट्रपति ठाउँ टपक्कै टिपेर ल्यायो। त्यो रमेश सुवेदी दाई पनि हुनुहुन्छ एकजना कलाकार, खुब रेस्पेक्ट गर्छु, बिचरा भुराइँदैन नजानेर नि होला। उहाँको लेभलबाट नि आउँछ कि बिचरा यो कलाकारहरू, हाम्रो गहनाहरू, किनभने उहाँहरूलाई थाहा छैन नि त। उहाँहरू यस्तो गहनाहरूले पनि बुझ्नु पऱ्यो कि कहाँ हो समस्या। समस्या कहाँ हो भन्दाखेरि बेबी किङ, सेरोमिनियल किङ, जुन शक्ति केन्द्रले दरबार त्यागकाण्ड गर्यो, जसले दरबार नष्ट गर्यो, जसले मेरो धर्म सभ्यता चाहिँ समाप्त पारिदियो हार्ड कु मार्फत, सफ्ट कुमा चाहिँ 2064 ल्याएर फेरि निर्मल के नारायण हिटीको राजालाई नागार्जुन पठायो। यो चिजले चाहिँ यो परिस्थिति खडा भएको हो र यसलाई हामीले यसबाट मुक्ति पाउने हो भने, हाम्रो अस्तित्व बचाउने हो भने अहिले चाहिँ मैले भने दुर्गा प्रसाद दाई, महाराष्ट्र सरकारको पृथ्वीपथ र केशरबहादुर विष्टको प्रष्ट एजेन्डा, त्यो एजेन्डालाई अगाडि बढाउँ। सुतेर आउनुहोस्। नआए त तपाईँको फेरि पनि भगवान्, मैले भन्छु भगवान् छन्, यसमा दुई मत नहुनुहोस्। यो गोरखनाथ, पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथको देश हो। यसमा म कति पनि विचलित छैन। यो भगवान्ले चाहेरै भएको कुराहरू भएको हो। यो अगाडि बढ्दै जान्छ। हाम्रो जीवनशैली, कार्यशैलीमा हामीले गल्ती गऱ्यौँ होला, हामीले बाटो बिरायौँ होला। त यसलाई भुल सुधार गरेर हाम्रो स्ट्रक्चरमा आफ्नो एजेन्डामा आउनु पऱ्यो। त्यसमा आएपछि बाँचिन्छ। मैले देशवासीलाई भन्ने यही हो। आमा बुबा दाजुभाइहरूलाई भन्ने के हो भने हाम्रो एजेन्डा भनेको पूर्वीय दर्शन र सभ्यता, हाम्रो मेलमिलाप, भाइचारा, आफ्नो उत्पादन, जडीबुटी, जङ्गल, मैले सबै व्याख्या गरेँ होइन। पानी, हाम्रो जलस्रोत, अहिले त युरेनियमको कुरा नि आयो, डायमन्डको नि कुरा आयो, ग्यास पेट्रोलियम उत्खननको कुरा आयो। पुरै चाहिँ चाइनासँग हाम्रो धेरै धेरै सम्झौता भएर धेरै उनले चाहिँ लगानी पनि गरिसकेका छ, धेरै उत्खनन पनि गरिसकेका छ। हाम्रो चाहिँ इन्धनहरू, पेट्रोलियम पदार्थहरू कहाँ कहाँ छन्, हाम्रो हाइड्रो इलेक्ट्रिसिटीको पावर कति हो, हाम्रो क्षमता कति हो, त्यो त हाम्रो त धेरै चिज त डिपिआर भइसकेको छ नि, डिटेल फिजिबिलिटी आइसकेको छ, प्री फिजिबिलिटी आइसकेको छ। भनेपछि हामी एजेन्डामा गएर भएर सुख सुविधा भोग्न, लग्जरियस जीवन बिताउन, शान्तिपूर्वक विश्वमा हामी नेपाली भन्न त तत्कालै हामी मेलमिलाप भएपछि अगाडि बढ्छ। मेलमिलापको केन्द्र पृथ्वीपथ भनेको, नत्र भने त यहाँ चाहिँ गाई काटेर खान्छु भन्छ, अनि त्यो सुनारलाई मैले अब राजा मान्दिनँ। यो त्यसको लिगेसी के हो होइन, लिगेसी हुन्छ। ठिक छ, हामीले सुदर्शन विश्वकर्माजीलाई मान्छौँ किनकि उहाँ पृथ्वीनारायण शाहको क्याबिनेटमा हुनुहुन्थ्यो, किचन क्याबिनेटमा खाना पकाउनुहुन्थ्यो। हाम्रो छुवाछुत संसार कहीँ छैन, हामीले भनिहाल्यौँ। नाथन त परम्परा हो, हाम्रो 4 जात हो, कस्तो कस्तो जात हुन्छ, युनिबीज, अण्डबीज, सद्बीज, हामीले सबै चिज व्याख्या गरिसकेका छौँ। त्यो भावनाले त्यहाँ त विशेषनगर चाहिँ दमै हुनुहुन्छ अर्थमन्त्री। हामीले छुवाछुतको दृष्टिकोण त कहीँ छैन। 1910 को मुलुकी ऐनमा विक्रम सम्वत 1903 मा कोर्ट म्यासेकर मार्फत यो घटनाहरू घटाएर वफादार बेलायती कुकुर जङ्गीहरूका केही राम्रा काम पनि होलान्, तर गलत कामहरू धेरै छन्। त्यस मार्फत यो व्यवस्था खडा गरेको भनेको हामीले होइन। त्यसबाट सुधार पाउनलाई अब जग छैन, केही छैन, अब राजा भए म राजा हुनुपर्छ, गाई काटेर खाना पाउनुपर्छ भने चुनाव जितेर आज यसलाई त निस्तेज गर्नु पर्यो। यसलाई निस्तेज गर्ने भनेको पृथ्वीपथ हो। श्री 5 महाराज ज्ञानेन्द्र सरकारको विचार वाणीमा हामी जोडिनेको त कुनै विकल्प नै छैन। यसको विकल्प खोज्यो भने पतनको पनि विकल्प छैन। किनकि यहाँ त महिषपाल, गोपाल, पालपाली, सेन, ठकुरी, मल्ल, नेवा मल्ल, छेत्री मल्ल, अनि यहाँ जसले देश बनाइदियो शाह, पृथ्वीनारायण शाह, द्रव्य शाहको सन्तान राम शाह, तेस्रो पुस्ता पृथ्वीनारायण शाह, जसले देशको लागि महेन्द्र महाराज सरकारले मर्न तयार हुनुभयो। वीरेन्द्रले नागरिकता विधेयक नदिएर नेपालीको मात्रै भाग्य भविष्य होस्। नेपालको एकीकरण, वास्तविक नेपाली एकीकरणको जग्गा नेपालीको मात्रै नेपाल हो। म नागरिकता विधेयक दिन्न। किन विदेशीलाई, बिहारीलाई, युपीलाई, फिरङ्गीलाई, रोहिङ्ग्यालाई, चाइनिजलाई, तिब्बतीलाई नागरिकता दिने? यही नागरिकता नदिएबाट उहाँको वंशविनाश। अनि अहिले टिबेटन ओरिजिनल ब्लड, 75 वर्ष पछाडि दलाई लामाको सरकार, दलाई लामाको शुभकामना, जेफ्री एपिस्टाइनमा जोडिएका अपराधी चाहिँ धनाढ्य कुख्यात चाहिँ तपाईँको त्यो डेमोक्रेटिक एलायन्स पार्टीका थियो, तपाईँको सोसियलिस्ट डेमोक्रेटिक बेलायती पार्टीका ती धनाढ्यहरूको आगमन, यो पश्चिमाहरूको यो सैनिक जनरलको आगमन, यी सबै चिज चाहिँ नकारात्मक भाइमा जोडिया छ। त्यो नकारात्मक चाहिँ तपाईँको बिजनेस नदियोस्। नकारात्मक बिजनेसले नकारात्मकमै लान्छ, त्यसले पतन गराउँछ र हाम्रो समाप्ति गराउँछ। त्यसको विकल्प खोज्या, समाप्ति हुन खोज्या भए त समाप्ति हुनुहोस्। हाम्रो चाहिँ भविष्य, हामी सनातनी हौँ। हामीले त भगवान् पशुपतिनाथलाई, स्वयम्भूनाथलाई दिएको छ, दर्जनौँ पटक भनिहाल्यौँ। त्यो भावनाले अत्यन्तै चनाखो भएर बस्नु होला। फेरि पनि प्रजातान्त्रिक कु भइसकेका छ। यसलाई हामीले प्रजातान्त्रिक कु भनेका छौँ। हाम्रो विचार समूहले
यो निर्कुल गरेको छ कि देशमा प्रजातान्त्रिक कु भयो, नेपाली जनतालाई लाइन नलाग भनेको थियो, लाइन लागिदिनु भयो, ब्यालेट बक्स खडा भयो, त्यो ब्यालेट बक्समा नेपालको सेना नै संलग्न भयो, सेना नै संलग्न भएर ढुवाङै उहाँकै नियन्त्रणमा उहाँले छापेर उहाँले नै हालेर उहाँले चाहिँ सेलेक्टेड गरेर जनताको सिलेक्सन, इलेक्सन होइन सेलेक्सन, पहिले तपाईँको नियोजित रूपमै सेलेक्टेड भइसकेका थिए, सेलेक्टेड पात्रहरू आए, 2/3 छ। यसले देशको पक्षमा, नेपालीको पक्षमा कुन जनचाहनाले लाइन लागेका हुन्? किनभने तपाईँले त्यहाँ रुखमा, सूर्यमा, माटोमा, हलोमा हाले पनि घन्टीमै छाप लाग्यो हो, छाप घन्टीमै लाग्यो हो। मान्छेको विचारधारा चाहिँ लाइन लाग्यो हो। त्यो लाइनले भनिरहेको छ हामीलाई शान्ति चाहियो, पिस चाहियो, जागिर चाहियो, विश्वविद्यालय चाहियो। यी काङ्ग्रेस, एमाले, माओवादी लगायतकाले 30औं वर्षदेखि हामीलाई चाहिँ यो केही पनि हामीलाई बाटो दिएन, निकास दिएन भनेर उहाँले भोटको लाइन बस्नुभयो। हामीले झन् निकास दिँदैन है, झन् बर्बाद हुन्छ है, झन् विषम परिस्थितिका छलफल हुन्छ है भनेका हौँ। त्यस मार्फत हामीले कस्ता माननीय आए के होला भोलि त्यो पनि अहिले बहस गरिहाल्यौँ। त्यो आउनु चुनावको बस्नुहोस्, प्रजातान्त्रिक कु भइसकेको छ, विद्रोह गर्न नि गाह्रो छ, प्रजातान्त्रिकै तानासा आउँछ। हिटलर पनि चुनावबाटै आएको थियो, लेन्डुक दोर्जे पनि चुनावैबाट आएको थियो, हेर्नुहोस् चुनावैबाट आएको। अहिले चाहिँ यो अब जेलेन्स्की पनि निर्वाचनैबाट आएको, जस्तो शेख हसिना ओजेजी पनि निर्वाचनबाटै आउनुभएको थियो। सायद उहाँको त राम्रो थियो, धेरै पक्षहरू राम्रो थियो, उहाँको बाबुबाजेको केही आरक्षणको कुरा त उहाँले खारेज गर्नुभयो, अदालतले मान्दैन, फेरि निउटाइदिन्छ जनता आन्दोलन गराउन। जबकि उहाँको शेख हसिना ओजेजी कार्यकारी प्रधानमन्त्री सबै राष्ट्रले नै हामीलाई चाहिँदैन। हाम्रा पूर्वजले पाकिस्तानबाट देश टुक्र्याएर, पूर्वी पाकिस्तानबाट देश टुक्र्याएर बङ्गलादेश बनाए, त्यस बापत हामीलाई पढ्नमा के रोजगारमा तपाईँहरूले आरक्षण दिएछ रहेछ, अब हामीलाई चाहिँदैन भनेर भन्दा पनि अदालतले चाहिन्छ भन्छ। अनि फेरि भुरा विद्यार्थी उठाउँछ, अनि त्यही अदालत प्रोक्सी चाहिँ लाग्छ र उहाँलाई विस्थापन गर्छ। कारण चाहिँ उहाँले निषेधको राजनीति चलाउनु भएको थियो, अलिकति निषेधको राजनीति चलाउनु भएको थियो। यहाँको यिनीहरूले गरे जस्तै यिनीहरूले जस्तै निषेध गर्नुभएको थियो, यो गर्न भयो भने यस्तो राजनीतिक साथसाथै भू परिवेष्टिमा तपाईँले हामीलाई यस्तो अन्यल छ। मैले भने हजुरलाई यो चाहिँ प्रजातान्त्रिक कु हो, यो इलेक्सन होइन सेलेक्सन हो। सेलेक्टेड मान्छे आएका हुन्, नेपालको सेना संलग्न भएको छ, जवाब उहाँले दिनुपर्छ, राम्रो गर्नु होला, नत्र प्रजातान्त्रिक तानाशाह जन्मिन्छ प्रजातान्त्रिक कुबाट। त्यो प्रजातान्त्रिक तानाशाहको विरुद्धमा तपाईँले विद्रोह गर्न सक्नुहुन्न भनेको मैले, किनकि त्योसँग फलोअर्स छ, कृत्य 3.5 मिलियन कृत्य फलोअर्स छ। त्यो कृत्य फलोअर्स बोलायो भने 2-4 लाख बाटोमा पनि आउँछ। त्यो आएपछि ब्लड सेट हुन्छ, रक्तपात हुन्छ, हिंसा हुन्छ। त्यो रक्तपात हिंसा तिमीले थेक्न सक्दैनौ। जसले चुनाव गरायौ, जो तिमीहरू लाइन लाग्यौ, जसले भोट हाल्यौ, तिमीहरूले यो भूराजनीति थेक्न सक्दैनौ। त्यस्तो मैले भने जस्तो गलत बहस भयो भने, तर राम्रो गर्नुभयो भने, नेपाली जातिको भाषीको लागि राम्रो गर्नुभयो भने 50 वर्ष जानुहुन्छ पनि मैले भनेको। सकारात्मक गर्दा त्यहाँ जानुहुन्छ पनि भनेको। यदि नकारात्मक गर्नुभयो, गाई नै काटेर खान्छु भन्नुभयो, एलजिबिटी आइक्यू राडो राडी नाडी नै बेगराउँछु भन्नुभयो, यो देश चाहिँ सनातन सत्यको होइन पशुपतिलाई साङ्लो लाउँछु भन्नुभयो, यो चाहिँ तपाईँको 23 देखि 27 कोर पास्टर पादैहरूले चुनाव जितेर आएको छ अरे। त्यो संसदमा बहस भयो भने विद्रोह गर्दा पनि प्रजातान्त्रिक कुबाट आएको प्रजातान्त्रिक तानाशाहको विरुद्ध नेपालीले विद्रोह गर्न सक्दैन, रक्तपात मात्रै हुन्छ। त्यो बेलामा कुनामा बसेर रोएर प्लिज हेल्प ब्रेड ब्रेड भन्ने दिन नआओस्। जय सनातन, जय राष्ट्रवाद।